Hajime Masite, Hajime Masite. Salina-san, तपाईँ हाम्रो अहिले एचआरसी चाहिँ छोड्ने कुनै उस्तो प्लानिङ त छैन नि? हजुर छैन अहिलेसम्म त। ए, अनि हाम्रो जस्तो सुरुमा कन्ट्र्याक्ट जसरी गरेर आउनुभएको थियो यहाँ, ती कन्ट्र्याक्ट अनुसारकै काम गर्नुभएको छ? हजुर त्यही अनुसार नै काम गरिरहेको छु। हजुर। अनि कन्ट्र्याक्ट अनुसारकै स्यालेरीहरू सबै मिलिरहेको छ? हजुर स्यालेरी त्यही कन्ट्याक्टमा जति छ त्यति नै पाउँछौँ। अनि हाम्रो एचआरसी बाहेक अरू कुनै केही एक्स्ट्रा काम गर्नुहुन्छ? नै छैन त्यस्तो एक्स्ट्रा काम गरेको त हामी एचआरसीमा आएको एचआरसीमै काम गरिरहेको। हजुर, हजुर। अनि हाम्रो जस्तो अकोमोडेसन रुम दिएको छ नि, हजुर रुमको रेन्टहरू सबैहरू हजुरहरूको एउटै सेम हो कि डिफ्रेन्ट त्यस्तो बढी लिने त्यस्तो केही त छैन नि कन्ट्र्याक्ट अनुसार छ? छैन छैन सबैको सेम नै छ। हजुर। अनि काम गर्दा कसैले यस्तो धम्की दिने यस्तो प्रेसर दिने वाला त्यस्तो केही छ कि नै? नै छैन त्यस्तो त धम्की है। सम्की हजुर। अनि तपाईँको चाहिएर कार्ड पासपोर्ट तपाईँसँगै राख्नु भएको छ? हजुर मसँगै छ। अनि तपाईँको त्यस्तो स्वास्थ्यमा कुनै समस्याहरू केही छ र? त्यस्तो केही छैन समस्याहरू त अहिले त केही भएको छैन। अनि तपाईँसँग काम गर्ने हुन्छ नि साथीहरूको अवैध रूपमा काम गर्नेहरू त्यस्तो कुनै छ? नै छैन सबै हामी जस्तै हामी जति एचआरसीमा एचआरसी नै छौँ। हजुर, हजुर, हस्। हस्, यति नै हो क्वेसनहरू। अरू केही समस्याहरू छ र? त्यस्तो समस्याहरू त केही छैन त्यही हो अब एग्रिकल्चरको काम 3 महिनामा 1 महिना इसुकासी हुन्छ 2 महिना त्यस्तै हो लराङलुरुङ पारामा जान्छ। है त्यस्तो छ है? हजुर हस्, त्यस्तो हजुरहरूलाई त्यस्तो प्रब्लम केही छ भने चाहिँ तपाईँहरूको मेसेन्जर ग्रुप छ नि त बनाइदिएको, त्यसमै हजुर प्रब्लमहरू चाहिँ भन्नु होला है। हजुर हुन्छ। हजुर, हस्। हस्, आजको लागि यति नै त धन्यवाद, धेरै धेरै धन्यवाद टाइम दिनुभयो है। हस्, हस्, उच्चकार समादेश। रोजगारी समाज